मन्डु लाएर यो भाइले स्पोन्सरहरू टर्न तान्दो रहेछ त यार पल्सर सल्सर तानिछ त यार पल्सरसँग कुरा गर्नु गर्लफ्रेन्डको यादमा छ भाइ सिगरेट खाँदैछ यार भाइले यो भाइले चुरोट खाँदो रहेछ है त्यही बेला मुन्डु लाएर किन तिमीलाई भुलाउनै पर्ने थियो मैले भुलाउनै सकिन अब मेरो मन दुखाएर किन तिमीलाई खुसी हुनु छ मैले बनाउनै सकिन यहाँ एउटा कुरा ल च्याट सुरुमा सुशान्त केसी भन्यो मैले सुशान्त केसी दाईको गाना सुने श्रीगो भाइ भन्यो श्रीगो भाइको गाना सुन्दैछु तर यो गाना सकिन देऊ न अनि त अरू 555 गर्नु 555 यङ वेब सकियोस् न अनि सुरु गर्ने होला नि कि मुजी अब काटेर अर्को सुनिहाल्नु अनि फेरि 555 को सुनेको 1 सेकेन्डभित्रमै अर्को सुनिहाल्नु के मुजी पागल च्याट हो यार कडा हो दिमाग लाउ न यार एउटा हेर्दैछ एउटा हेरिसकेपछि त अर्को हेर्ने हो नि होइन र कि अब यो ल तिमीहरूले 555 भन्यो 555 जान्छु 555 को गीत मात्र सुरु गर्न आँटेको हुन्छु अर्को यङ वेब भन्छ अब यो अनि त्यसको नि 1 सेकेन्ड सुन्ने बित्तिकै यङ वेब भाइकोमा जानु कस्तो लौडा जस्तो हो मुजी चुप लगाएर हेर न एउटा हेरिसकेपछि त यार चिकन सुरु गर्न पाएको छैन मुजी अर्को स्प्याम हानेछ अर्को सुरु गरेछ न अर्को स्प्याम हानेछ गेडा जस्तो कुराहरू खेलिरहेको छ जहाँ जाँदिन भन्थ्यो मन त्यतै अल्झी बसेको छ बिर्सिसक्यौ ती गल्लीमा अझै त्यतै नै छु पाइला राख्थ्यौ जहाँ त्यही पुरी बसेको छु यसको 2x मा हेरौँ अरे केडा हो किन जल्छौ यार तिमीहरू किन जल्छौ यार भाइले यति सानो उमेरमा यति धेरै प्रगति गर्यो भनेर जलेको हो कि के हो यार के खाने लिच्ची लिच्चु होइन हौ लिच्ची ल त्यही राख्दौ न भन त यो भाइसँग चाहिँ किन जलेको तिमीहरू यार कि अहिले तिमीहरूको उमेरमा तिमीहरू यतिकै हलिरहेको छौ आमासँग 50 रुपियाँ चुरोट खान मागिरहेको छौ भाइले यता प्रगति गरिरहेको छ भनेर गाली गरिरहेको हो कि के हो यार ठिक छ त आफ्नो उमेरमा भाइले गरिरहेछ आफ्नो मन लागेको कुराहरू गरिरहेको छ ठिकै छ त यार केटा हो होइन र किन हामी मन पर्दैन ठिकै छ मन नपर्न पाइयो आर्टिस्ट सबैलाई मनपर्छ भन्ने छैन स्ट्रिमर सबैलाई सबै मनपर्छ भन्ने छैन हिरो सबैलाई मनपर्छ भन्ने छैन इग्नोर गर न गाली चाहिँ किन दिन्छौ यार गाली नदेऊ न यार गाइस त्यही बेला मुन्डु लाएर ठिकै छ त तिमीलाई भुलाउनै पर्ने थियो मैले भुलाउनै सकिन अब मेरो मन दुखाएर किन तिमीलाई खुसी हुनु छ मैले बनाउनै सकिन सुप्रिया थ्याङ्क यू फर द $15 पागल हो अरे जुत्ता किन्दै यार बाउले छोरा उता चुरोट टाँगिरहेछ घरै आउँदिन मलाई बाइक चाहियो कुन पैसाले किन्दैन तँलाई भाइ यसो एक सुक्खा कमा ल्याछस् अहिलेसम्म के आएर छ र मेरो लागि के मागेको छु मैले सम्पत्ति पनि सबै सकायो तेरो आमाको उपचार गर्न सक्या हो न आमालाई बचाउन सक्यौ छोरालाई खुसी राख आँखाको पर्दा हटाएर सही छौ तिमीमै गलत कि हाम्रो तरिकै फरक मनलाई खाँचो छ तिम्रै अरू कोही मनै पर्दैन प्रयास गरे पनि मनलाई झुक्याउनै सक्दिन
बाँचिरहेछु तिम्रै भावले अल्झिरहेछु तिम्रै यादले बाँचिरहेछु तिम्रै भावले त्यही बेला मन डुलाएर किन तिमीलाई भुलाउनै पर्ने थियो सुधार केन्द्र हाल्यो मैले भुलाउनै सकिन अब मेरो मन दुखाएर किन तिमीलाई खुसी हुनु छ मैले बनाउन सकिन डिरेक्टेड बाई सायुज भनेको त उयो सानो उमेरको भाइ हो त यार ट्यालेन्ट रहेछ यार कडा छ त यार केटा हो भिडियोले त सेन्टी बनायो त यार लभली राम्रो हान्यो त यार गेम सुरु हुन कति बाँकी छ 4 मिनट एउटा गाना भ्याइन्छ ल राम्रो रहेछ यार मैले रियाक्ट गरेको भन्दा पनि हेरेको मात्र हो होइन अब आफै बुझिहाल्नु भयो नर्मल कन्सेप्ट राम्रो छ 555 को कुन गीत